मनलाई आफैभित्र हराइदिन्छ। यहाँ कुनै आवाज ठुलो छैन, कुनै हतार छैन, बस हावाको स्पर्श छ, चराहरूको आवाज छ र आँखाले महसुस गरिरहेको एउटा सानो सुन्दरता छ जसलाई क्यामेराले कैद गर्न सकिएला तर शब्दमा उतार्न गाह्रो हुन्छ। सायद यही कारणले प्रकृतिलाई हेर्दा केही बोल्न मन लाग्दैन, केवल केही बेर चुपचाप हेरेर यो पललाई मनभित्र सधैँका लागि राख्न मन लाग्छ। सानो सानो झरना, अरे बाब र बाब, यो पुलमा जानुपर्छ के एकचोटि त, यो पुलमा त जानै पर्छ हो, जानै पर्छ। लु गाइज हेरौँ फोहोरले यो एकचोटि त तपाईँहरूले म देखाउँछु, यस्तो खतरनाक पुल छ यो, एकचोटि त जानै पर्छ। लु यताबाट एकचोटि गएर बल्ल अर्कोतिर जाने हो, पहिला यहाँ जाऊँ न। हार्दिक स्वागत छ पवित्र धार्मिक पर्यटन। ओ स्विट, ओ पानी हेरौँ न गाइस है। ओके, यस्तो खतरनाक देखिएछ। यहाँ हेरौँ है, म यहाँ ड्रोन सुट लिँदैछु, ठ्याक्कै यस्तो छ। अब ड्रोन सुट म तपाईँले देखाउने छु, ल हेर्नु होला है। सबैलाई खुसी पार्न खोज्दा आफूले नै हराइन्छ, त्यसैले आज एक्लै हेर्दैछु आफूलाई फेरि भेट्न। एक्लै हेर्दैछु तर आफ्नो सपनासँगै छु, भिडबाट टाढा आफूसँग नजिक। कहिलेकाहीँ एक्लै हिँड्नु पनि जरुरी हुन्छ। बाटो कठिन छ तर गन्तव्य सुन्दर रहनेछ। कसैले साथ नदिए पनि आफ्नै सपना छोड्नु हुँदैन। कहिलेकाहीँ हराउनु पनि जरुरी हुन्छ आफूलाई भेट्न। शान्त छु किनकि अब मलाई आफ्नो बाटो थाहा छ। आज म एक्लै छु तर मेरो सपना मसँगै छ। यो यात्रा ठाउँको मात्र होइन, आफैलाई चिन्ने यात्रा हो। खतरनाकै देखिएछ त। कहाँसम्म जाने हो साथी, कहाँसम्म जाने हो? ओ माय गॉड, झर्ना छ। मुगलिमको बाटोमा हिँड्दै गर्दा हरेक मोडले एउटा नयाँ दृश्यसँग भेट गराउँछ। एकातिर गहिरो खोजमा आफ्नै गतिमा बगिरहेको नदी, अर्कोतिर आकाश छुन खोजिरहेको ठुला ठुला पहाडहरू, अनि ती पहाडको बीचबाट सर्प जस्तै घुम्दै अघि बढिरहेका सडक। बाटो जति सुन्दर छ, जोखिम पनि त्यति नै छ। एकछिनको असावधानीको ठुलो मूल्य चुकाउनु पर्ने हुन सक्छ, तर जोखिम, यही घुम्ती र यही अनिश्चितताले यो यात्रालाई अझ रोमाञ्चक बनाइरहेको हुन्छ।
सडकमा आफ्नै गति गुडिरहेका साना ठुला गाडीहरू, कतै टाढाबाट सुनिने इन्जिनको आवाज, तल निरन्तर बगिरहेको नदी र माथि चुपचाप उभिएका पहाडहरू, यी सबै मिलेर मुगलिमको बाटोलाई केवल एउटा सडक होइन, प्रकृति र यात्राबीचको सुन्दर कथा बनाइदिन्छ। यहाँ पुग्दा लाग्छ गन्तव्यमा पुग्नु मात्र यात्रा होइन, बाटोमै भेटिने यी दृश्यहरूलाई महसुस गर्नु पनि यात्राको सबैभन्दा सुन्दर हिस्सा रहेछ। इच्छा कामना गाउँपालिकालाई गाउँपालिका यहाँहरूलाई स्वागत गर्दछ, हार्दिक स्वागत गर्दछ। माटक्नी इच्छा कामना गाउँपालिका यस्तो छ है। इच्छा कामना स्लो छ, एकदम साँघुरो छ यार। कति किलोमिटर यस्तै छ थाहै छैन। ओ माई गॉड, यति नै, यति मात्र हो, धेरै त छैन, बस हल्का फुल्का छ। हेरौँ गाइज, यहाँ हेरौँ यस्तो छ है, मौसम छ, मौसमै त यस्तो छ है। वाउ गाइज हेरौँ कस्तो छ। निकलो गाइज, निकलो, घर से निकलो, पहले निकलो तो फिर देखो जिंदगी का मज़ा बाहर ही अच्छा है। कब तक रहोगे घर में यार। ये देखो ल गाइज, हल्का चाय पानी गरेर म अब जान लाग्यो फेरि अगाडिको बाटो। अहिले यस्तो छ ल, सोलो राइड भएपछि यस्तै हो कि बिन्दास फेरि निस्किन पर्छ है गाइज। मान्छे म ग्रुपमा जान्छु, ग्रुपमा कोही क्यान्सल गर्छन् ट्रिप, कोही गर्दैनन्। त्यो नहेरिकन सिधा तपाईले जान मन लाग्यो, मुड बन्यो गइदिने हो, कसैलाई वेट गर्ने होइन है। ल
यति भन्दै म बाटो मात्र गए पनि बरु त्यो पछि टुर बनाउने के हल्का फुल्का निस्किँदै गर्ने। ल गाइस यस्तो छ।